Hello and welcome back to this new video. आजको भिडियोमा मैले तपाईहरुलाई बालेन शाहज्यूको एक्सको बारेमा बताउने छु। यस तपाईले सही सुन्नुभयो, बालेन शाहज्यूको एक्स हैन, and it's none other than काठमाडौँ महानगर। मस्त जोक मारा रे या हस रे हल्कट हस। सो एसई दिएर तपाईहरु मध्ये धेरै जना चाहिँ आफ्नो सपनाको पछि लागेर यहाँ काठमाडौँ चाहिँ आइसक्नु भएको होला। लिटरली केही केटाहरु त सपनाकै लागि आछन् हैन। समझ रहे हो ना? एनीवे अहिले चाहिँ तपाईहरु अब धेरै कलेजको इन्ट्रान्स दिइराख्नु भएको छ। त्यस्तै अब एउटा कलेजदेखि अर्को कलेज यही सब चलिरहेको होला हैन। र बट आजको भिडियोमा चाहिँ मैले तपाईहरुलाई काठमाडौँ महानगर अथवा कुनै पनि इन्ट्रान्स एक्जाममा एउटा वान अफ द मोस्ट इम्पोर्टेन्ट पार्टको बारेमा कुरा गर्नु छु, जसले चाहिँ तपाईको रिजल्ट आउँछ कि आउँदैन अथवा तपाईको एक्सपेक्टेड रिजल्ट आउँछ कि त्यो भन्दा कम आउँछ, त्यो कुरालाई चाहिँ धेरै नै म्याटर गर्छ है। सो त्यही भएर आजको भिडियो इम्पोर्टेन्ट हुन सक्छ यदि तपाई फ्युचरमा इन्ट्रान्स एक्जाम दिनुहुन्छ अथवा फेस गर्नुहुन्छ भने। एन्ड इफ यु वान्ट तपाईको पनि हालत यस्तै नहोस्। पेपर बहुत इजी आया था, बहुत अच्छा गया। मैंने 2 एक्स्ट्रा शीट ली और वो भी पूरी भर दी। तो देखिए सर, अभी हम कुछ नहीं बता सकते हैं आपको, हम डिस्प्रेशन में अभी हैं। देन प्लिज वाच दिस भिडियो टिल द एन्ड। सो यसपालिको काठमाडौँ महानगरको इन्ट्रान्स एक्जामको कुरा गर्ने भने प्रिभियस इयर भन्दा अलि प्याटर्न पनि फरक छ र त्यस्तो आई होप तपाईले थाहा पाइसक्नु भयो होला हैन। त्यो यसपालिको प्याटर्न के रहनेछ मैले सिम्पली एकचोटी चाहिँ त्यो इन्फर्म गर्न चाहे हैन। अब यहाँ चाहिँ हेर्नुभयो भने हाम्रो क्वेशनको प्याटर्न हेर्नुभयो भने टोटल 100 वटा क्वेशन हुन्छ, जसमध्ये 30 वटा चाहिँ कम्पलसरी म्याथ, 30 वटा चाहिँ साइन्स, अनि 20 वटा चाहिँ सोशल स्टडिज, अनि इङ्ग्लिसबाट 10 वटा, अनि नेपालीबाट चाहिँ 10 वटा चाहिँ यसरी टोटलमा चाहिँ हाम्रो 100 एन्सर हुन्छ। र त्यो चाहिँ वस्तुगत बहुवैकल्पिक प्रश्न भनिएको छ। त्यो भनेको मल्टिपल चोइस क्वेशन चाहिँ हुन्छ है, एमसीक्यू क्वेशन जुन भन्छौँ। अनि क्वेशन तपाईको इङ्ग्लिस र नेपाली दुवै ल्याङ्ग्वेजमा चाहिँ एभाइलेबल हुन्छ है। र तपाईले आइदर साइन्सको लागि दिँदै हुनुहुन्छ अथवा म्यानेजमेन्टको लागि अथवा लको लागि हैन, सबैको चाहिँ यही प्याटर्न छ हैन, यही चाहिँ फर्मेट छ। र त्यसपछि अर्को भनेको तपाईको मिनिमम पास मार्क्स चाहिँ 40% हुन्छ हैन। सो 100 बाट चाहिँ तपाईले 40 मार्क्स चाहिँ ल्याउनु पर्यो कम्तीमा पनि पास हुनको लागि। र अर्को कुरा, पास हुनुहुन्छ भने तपाईले 40 मार्क्स ल्याउनु भयो भने तपाईले स्कलरशिप नै पाउनुहुन्छ भन्ने ग्यारेन्टी हुँदैन। त्यो भनेको जस्ट तपाई पास हुनुभयो, स्कलरशिप पाउनको लागि चाहिँ मेबी अझै बढी मार्क्स चाहिँ ल्याउनु पर्छ। र त्यसपछि आजको भिडियोमा मैले कुरा गर्न चाहेको भनेको यो ओएमआर सिटको बारेमा छ है। सो हाम्रो जुन इन्ट्रान्स एक्जाम हुन्छ त्यो चाहिँ ओएमआर सिटबाट हुन्छ। अब आई डोन्ट नो तपाईहरुमध्ये कतिजनाले यसको नाम सुन्नु भएको छ। ओएमआर सिट चाहिँ एउटा यस्तो खालको सिट हुन्छ हैन। अब यसमा चाहिँ तपाईले आफ्नो एन्सर्सहरु चाहिँ फिल गर्नुहुन्छ, तपाईको नाम, रोल नम्बर, अनि एन्सर के रे क्वेशनको की छ भने त्यो पनि फिल गर्नुहुन्छ। त्यसपछि तपाईले एन्सरहरु फिल गर्नुहुन्छ। नाउ यो किन इम्पोर्टेन्ट छ भन्दाखेरि तपाईले यो ओएमआर सिटमा एउटा सानो मिस्टेक गर्नुभयो भने त्यसले चाहिँ तपाईको रिजल्ट चाहिँ पब्लिश नहुन सक्छ। फर एक्जाम्पल तपाईले रोल नम्बरमा ओएमआर फिल गर्दाखेरि तपाईको बबल अथवा त्यो सर्कल भन्दा बाहिर गयो भने तपाईको रिजल्ट नै पब्लिश हुन्न। अर्को केस भनेको तपाईले की फिल गर्दाखेरि त्यसमा बिगार्नु भयो भने पनि तपाईको रिजल्ट नआउन सक्छ। अनि त्यस्तै अर्को भनेको तपाईको अब जस्तै अप्सन्सहरु फिल गर्ने बेलामा डिस्पाइट तपाईले सही अप्सन छान्नु भएको छ तर त्यसलाई चाहिँ फिल गर्न जान्नु भएन भने तपाईको त्यो चाहिँ करेक्ट मानिन्न है। सो त्यही भएर यसले चाहिँ तपाईको धेरै जनाले तपाईले सुन्नु भयो होला हैन, मैले यति एक्सपेक्ट गरेको थिएँ तर त्यति मार्क्स आएन भन्ने जुन केस हुन्छ नि, त्यो सबै भनेको यसकै कारणले हुन्छ है। पर्सनली मलाई चाहिँ यो सिस्टम अलि राम्रो लाग्दैन हैन, किनकि हामीले चाहिँ विद्यार्थीको नलेजलाई जज गर्न खोजेको छौं कि त्यसको त्यो पेन्टिङ गर्ने आर्टलाई जज गरिरहेछौं। त्यो चाहिँ यसमा चाहिँ भनौं न सेकेन्ड कुरालाई चाहिँ बढी प्रायोरिटी दिइन्छ हैन। सो मेरो सजेसन तपाईहरुलाई एउटै छ कि तपाईले अहिलेदेखि नै ओएमआर सिट फिल गर्न चाहिँ प्र्याक्टिस गर्नु है। अब कति दिन बाँकी छ, 10-15 दिन एक्जामको बाँकी होला हैन। सो त्यो एक्जाम भन्दा अगाडि नै अहिलेदेखि नै तपाईले ओएमआर सिट चाहिँ फिल गर्नु। यसले चाहिँ तपाईको अब जस्तै हाम्रो एक्जामको टाइम 2 आवर्स भनिरहेछ हैन, तपाईले अहिलेदेखि नै गर्नुभयो भने तपाईलाई टाइमको पनि राम्रो एस्टिमेट चाहिँ हुन्छ के। तपाईले जस्तै तपाईलाई अब ओएमआर भर्न 15 मिनेट लाग्छ कि 20 मिनेट लाग्छ कि आधी घण्टा लाग्छ हैन, त्यही अनुसार तपाईले अब क्वेशन हेर्दाखेरि अथवा सल्भ गर्दाखेरि कति टाइम दिने त्यो कुरा चाहिँ म्यानेज गर्न सक्नुहुन्छ हैन। कतिजनाको त सबै सल्भ गर्छन्
तर ओएमआर सिट भर्ने चाहिँ टाइम हुँदैन अनि फेरि त्यो सल्भ गरेको नगरेको केही फाइदा हुँदैन। सो त्यही भएर अहिलेदेखि नै प्र्याक्टिस गर्नुभयो भने तपाईँले 100वटा क्वेसन चाहिँ कति टाइममा फिल गर्नुहुन्छ, कति राम्ररी कति एकुरेटली फिल गर्न सक्नुहुन्छ त्यो कुरा पनि थाहा पाउनुहुन्छ होइन। सो त्यही भएर पनि यो एकदमै इम्पोर्टेन्ट छ। मैले त के भन्छु कि तपाईँहरूले अब खाँदाखेरि नि यस्तै प्लेट चाहिँ युज गर्नु है। सो यो ओएमआरको कुरा बुझ्नु भएको छ भने अब चाहिँ मैले यही ओएमआर रिलेटेड एउटा अर्को कुरा जुन हामीले पेन युज गर्छौँ होइन त्यसको बारेमा नि केही सेयर गर्न चाहन्छु। सो यसमा दुईवटा ग्रुप छ है। अब एउटा भनेको बल पेन सजेस्ट गर्ने अनि अर्को भनेको जेल पेन सजेस्ट गर्ने। बल पेनको बिगेस्ट एडभान्टेज भनेको तपाईँले चाहिँ ओएमआर फिल गर्दै जाँदाखेरि तपाईँको हातले छोएर त्यो इङ्क जुन स्प्रेड हुने चान्सेस हुन्छ त्यो बल पेनमा हुँदैन है, नेग्लिजिबल चान्सेस हुन्छ त्यो। अनि तर यसको बिगेस्ट डिसएडभान्टेज भनेको यो चाहिँ भर्न बल पेनले फिल गर्न चाहिँ अलिक टाइम कन्ज्युमिङ हुन्छ र यसको ठ्याक्क अपोजिट भनेको हाम्रो जेल पेन हो होइन। जेल पेनमा एकदमै कम टाइम लाग्छ बट तपाईँले भर्दाखेरि स्प्रेड हुने चान्सेस चाहिँ हुन्छ है। अब मैले पर्सनली चाहिँ इन्ट्रान्स एक्जाम्सहरूमा जेल पेन नै युज गर्छु। तपाईँले राम्ररी भर्नुभयो भने त्यो स्प्रेड हुँदैन, तपाईँले माथिबाट भर्दै आउनुभयो भने स्प्रेड हुने चान्सेस त्यसमा पनि एकदमै कम हुन्छ होइन। अनि अहिलेको जेल पेन्सहरू पनि तपाईँले 1 सेकेन्ड 2 सेकेन्ड छोड्नुभयो भने त्यो आफै ड्राई हुन्छ होइन। सो त्यही भएर मैले चाहिँ जेल पेन नै प्रिफर गर्छु। अनि त्यसपछि अब जेल पेनमा नि तपाईँको डिफ्रेन्ट तपाईँको जुन टिपको साइज हुन्छ त्यही अनुसारको डिफ्रेन्ट पेन्सहरू मार्केटमा एभाइलेबल छ। मैले चाहिँ यो पेन युज गर्छु होइन। अब यसको चाहिँ अलिक टिप अलि मोटो भएर यसले चाहिँ अझै छिटो चाहिँ फिल गर्न हेल्प गर्छ होइन। सो यो पेन तपाईँले एकचोटि ट्राई गर्न सक्नुहुन्छ होइन। यही पेन युज गर्नु भन्ने म भन्दिनँ, तपाईँले ट्राई गर्नु, तपाईँलाई राम्रो लाग्यो, तपाईँलाई छिटै तपाईँले भर्न सक्नुभयो भने यु क्यान गो फर इट होइन। यो तपाईँले कुनै अब स्टेसनरीमा गएर लिँदा नि हुन्छ अथवा मैले तल चाहिँ लिङ्क राखेको छु त्यहाँबाट पनि तपाईँले त्यो लिन सक्नुहुन्छ है। सो पेनको बारेमा यति नै छ होइन। इफ तपाईँलाई केही कन्फ्युजन छ होइन त्यस्तो केही छ भने तपाईँले कमेन्टमा लेख्नुहोला। र अर्को एउटा लास्ट कुरा मैले भन्न चाहेँ, जस्तै अहिले धेरैजनाले इन्ट्रान्स एक्जाम दिइराख्नु भएको छ होइन। सो उनीहरूले अहिले मानव कुनै कलेजमा एडमिसन गराउनु भयो भने पछि तपाईँले महानगरबाट स्कलरसिप पाउँदाखेरि त्यो पैसा अहिले जुन एडमिसन गराउँदाखेरि पैसा डिपोजिट गर्नुहुन्छ नि त्यो पैसा चाहिँ तपाईँले रिटर्न पाउनुहुन्न है। सो यहाँ क्लियरली लेखा छ यो लाइनमा तपाईँले हेर्नुभयो भने पेज आई थिङ्क यो 9th पेज छ होइन नोटिसको। सो यसमा यहाँ चाहिँ क्लियरली लेखा छ तपाईँले अहिले डिपोजिट गरेको पैसा चाहिँ कलेजले नदिन पनि सक्छ है। कलेजलाई दिनै पर्छ भन्ने कुनै अब्लिगेसन चाहिँ हुँदैन। सो यो कुरालाई पनि ध्यानमा राख्नु होला। अहिले नै एडमिसन गराउनु भयो भने पछि चाहिँ तपाईँलाई अलि लस चाहिँ हुनसक्छ है इनकेस महानगरमा नि आयो भने। सो आई होप तपाईँले यो भिडियो चाहिँ इन्फर्मेटिभ पाउनुभयो होला र राम्रो लाग्यो भने लाइक गर्नु, केही फिडब्याक छ भने त्यो फिडब्याक पनि लेख्नु होला र राम्रो लागेन भने डिसलाइक गर्नु होला। सो सी यू इन द नेक्स्ट वान। गुड बाई।